मुख्य मुख्य विशेषताहरू उल्लेख गर्नुहोस् भनेपछि अब हिमालको 3टादेखि 4वटा विशेषता, पहाडको 3टादेखि 4वटा विशेषता र तराईको 3टादेखि 4वटा विशेषता लेख्दाखेरि यसको उत्तर कम्प्लिट भयो है त। त्यसरी जाने हो यसमा। ल अब हेर्नु त यसको उत्तरमा हामी सिधै गयौँ। हामीले टपिक राख्यौँ भौगोलिक संरचनाका आधारमा नेपाललाई हिमाली प्रदेश हैन प्रदेश, पहाडी प्रदेश र तराई प्रदेश गरी 3 प्रदेशमा विभाजन गरिएको छ। मुख्य मुख्य विशेषताहरूलाई निम्न अनुसार उल्लेख गरिन्छ भनेर हामीले भन्यौँ हैन। अवस्थितिका आधारमा यसो हेर्नुभयो भने उत्तर दक्षिणमा हैन, उत्तरमा तिब्बत, दक्षिणमा महाभारत पर्वतको बीचमा हिमाली प्रदेश, पहाडी प्रदेश र तराई प्रदेश भनेर हामीले यसरी राखिदियौँ। तपाईहरुले के पनि गर्न सक्नुहुन्छ, हिमाली प्रदेश अवस्थिति लेख्ने, हिमाली प्रदेश स्टार लेख्ने, भित्र थोप्लो दिएर अवस्थिति भनेर लेख्न पनि सक्नुहुन्छ। अवस्थितिमा यो चौडाइ उचाइलाई पनि यहाँ के गर्न सक्नुहुन्छ, समावेश गर्न सक्नुहुन्छ है त। यसो लेखिदिँदाखेरि हुन्छ यहाँनिर भएको। अनि त्यसपछि के भनेको थियो क्वेशनमा, अवस्थिति भनेको थियो अवस्थिति लेखिहाल्नुभयो, जनसङ्ख्या भनेको थियो जनसङ्ख्या लेखिहाल्नुभयो हैन। क्षेत्रफलमा अब कतै कतै कन्फ्युजन हुन सक्छ। यो नेपाल परिचयले दिएको क्षेत्रफल हो, यसैलाई नेपाल परिचय स्रोत भनेर उल्लेख गरेर लेखिदिए पनि हुन्छ। अनि यति भइसकेपछि यो के भयो त भन्दा यसको कम्प्लिट एन्सर हो। पहाडी प्रदेशको पनि त्यसरी नै राखिदियौँ हामीले, तराई प्रदेशको पनि के गर्यौँ त्यसरी नै राखिदियौँ। यसरी हामीले के गर्ने विभाजन गरेर लेखिदिने। हिमाली प्रदेश भनेर स्टार दिएर त्यहाँभित्रको थोप्ला 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 गरेर दिए पनि हुन्छ, वा चाहिँ यसरी लेखिदिए पनि हुन्छ। अब यो भन्दा थप एडिसनल इन्फर्मेसन यहाँ राखिदिएको छ, तपाईहरुले पढ्नु होला हिमाल पहाड तराईको विषयमा है त। यसमा छुटाउनै नहुने लेख्नै पर्ने विषय अवस्थितिमा यसको चाहिँ उचाइ र चौडाइलाई राखिदिने। त्यसपछि यो कहाँ अवस्थित छ भन्दाखेरि तिब्बत र दक्षिणमा महाभारत पर्वतको बीचमा छ भनिदिने। अनि क्षेत्रफल सोधेकै छ 15%, जनसङ्ख्या 6.08% भनेर राखिदिने। अनि आर्थिक सामाजिक अवस्था भनेर त्यताबाट लेखे पनि हुन्छ है त। धेरै लेख्न सक्नुहुन्न, भ्याउनुहुन्न, टाइम के हुन्छ लिमिटेड हुन्छ है त। त्यसकारणले गर्दाखेरि यति नै लेख्दाखेरि उपयुक्त हुन्छ। पहाडी प्रदेशको पनि सेम त्यसरी नै लेख्ने हैन, पहाडी प्रदेशको पनि सेम त्यसरी नै लेख्ने र तराई प्रदेशको पनि के गर्ने उल्लेख गर्ने। यतिसम्मको चाहिँ उत्तर आओस् यसमा भन्ने अपेक्षा हो, यतिसम्मको उत्तर आओस् भन्ने है त। अब यो भन्दा तलतिरपट्टि जिल्ला, जनघनत्व, औसत आकार, जनसङ्ख्या, साक्षरता, लैङ्गिक अनुपात, विदेशमा बसोबास गर्ने हैन, त्यसपछि घरमूल्य महिला, जनसङ्ख्या वृद्धि दर, यो सबै किन राखिदिएको यहाँ भन्दा कहिलेकाहीँ हिमाली प्रदेशका मुख्य मुख्य विशेषताहरू उल्लेख गर्नुहोस् भन्ने गरेको हैन। आउँदाखेरि चाहिँ के हुन्छ त भन्दाखेरि हामीले यसो यो अलि धेरै हेरिरहेछौँ भनेदेखि के हुन्छ, यसलाई टिप्न सकिन्छ है त, टिप्न सकिन्छ। त्यसकारणले गर्दा राखिदिएको यत्रो धेरै लेख्नु चाहिँ पर्दैन। अब दोस्रोमा जान्छौँ हामी। दोस्रो प्रश्नको उत्तरमा नेपालमा हाल वन क्षेत्रको अवस्था कस्तो रहेको छ, तथ्याङ्क सोधेको हो। यो अघि अवधारणात्मक भन्यौँ नि माथि हैन, तथ्याङ्क सोधेको। उल्लेख गर्दै वन सम्पदाको बहुआयामिक महत्त्वमाथि प्रकाश पार्नुहोस् भनेर क्वेसन सोध्यो। अब वन क्षेत्रको अवस्था भनेर सोद्धाखेरि त्यसमा डेटा नै लेख्ने हो हामीले हैन, कस्तो छ त अवस्था भन्ने विषयमा। अब हेर्नु त यहाँनिर हामीले के गर्यौँ, नेपालमा वन क्षेत्रको हालको अवस्था भन्यौँ, त्यसलाई अन्डरलाइन गर्यौँ। एक लाइन परिचय लेखिदियौँ। वन जङ्गलमा पाइने जैविक तथा अजैविक सम्पदाहरूको समष्टिलाई नै वन सम्पदा भनिन्छ। वन सम्पदा अन्तर्गत रुख, जडीबुटी, घाँसपात, बोटबिरुवा लगायतका अन्य सम्पदाहरू पर्दछन्। नेपालमा वन क्षेत्रको हालको अवस्था यस प्रकार रहेको छ भन्यौँ। कुल वन अहिले हाम्रो कति छ, 45.31% हाराहारीमा रहेको छ। त्यस्तै 12वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष्य, शिकार राजस्व, 6वटा संरक्षण क्षेत्र गरी 20वटा संरक्षित क्षेत्र रहेका छन्। कुल भूभाग मध्ये संरक्षित क्षेत्र हाम्रो 23.4% छ। यो लेखि नै सक्नुभयो तपाईहरुले। प्रति वन हैन, प्रति व्यक्ति वन 0.2 हेक्टर, त्यस्तै प्रति हेक्टर रुख संख्या 430वटा रहेको छ भन्यौँ। त्यसपछि हैन यो सामुदायिक वनबाट यो 23,601 सामुदायिक र उपभोक्ता समूह मार्फत 25 लाख भन्दा बढी चाहिँ वन हेक्टर के भएको छ, व्यवस्थापन भएको छ भन्यौँ। कोशी प्रदेश सबैभन्दा बढी वन भएको छ हैन, पहिला कर्णाली थियो, अहिले के छ कोशी प्रदेश छ 18.8%। त्यस्तै मधेसमा कम्ती छ 3.9% रहेको छ भनेर हामीले भन्यौँ। अनि वन सम्पदाको बहुआयामिक भन्ने बित्तिकै केमा जान्छौँ, राजनीतिक, आर्थिक, सामाजिक भन्दै जान्छौँ। राजनीतिक विभाजनको पनि के गर्छ, काम गर्छ हैन, वनले सिमाना छुट्याउँछ। आर्थिक वन क्षेत्रबाट के आउँछ, राजस्व सङ्कलन हुन्छ, कार्बन व्यापार मार्फत जलवायु वित्तमा पहुँच हुन्छ, रोजगारी सिर्जना, गरिबी निवारण हुन्छ। सामाजिक
सामाजिक भन्ने बित्तिकै हाम्रो जनजीवनसँग जोडिएको कृषि, खेती, पशुपालन, स्वच्छ पिउने पानी, सांस्कृतिक विभिन्न जातिहरूको धार्मिक स्थलको रूपमा वन रहेको हुन्छ होइन, प्रकृति पूजा गर्ने पनि छन्। त्यस्तै प्राकृतिक जैविक विविधताको संरक्षण गर्न, जलवायु परिवर्तन अनुकूल समाज निर्माण गर्न, त्यस्तै पर्यटनको प्रवर्धन गर्न र स्रोतगत वन क्षेत्रबाट उद्योगका लागि कच्चा पदार्थ पनि के गर्नका लागि ल्याउनका लागि र ऊर्जाको स्रोत प्राप्त गर्नका लागि पनि वनको महत्त्व रहने गर्दछ भनेर हामीले भन्यौँ। निष्कर्षलाई एक लाइन लेखिदिने, वन क्षेत्रको संरक्षण, सम्वर्धन र दिगो व्यवस्थापन मार्फत कार्बन सञ्चित गरी कार्बन व्यापार मार्फत लाभ प्राप्त गर्नुपर्ने देखिन्छ भन्ने गरीको लेखिदिनु होला है त। अब क्वेसनलाई यसो हेर्नुभयो भने यत्रो लेख्न भ्याइँदैन, त्यही भएर त यो इन्फर्मेसन मात्रै दिने हो। यो फिडब्याक भनेको इन्फर्मेसन मात्रै दिने हो। मैले लेख्ने जति मात्रै लेखेर लिएर आएँ भनेदेखि तपाईँहरूलाई कम हुन्छ। अब यसबाट तपाईँहरूले छाँटेर पोइन्ट मिलाउनुहुन्छ। वन क्षेत्रको अवस्था 2 नम्बरको लागि 5 वटा जति, त्यस्तै वन सम्पदाको बहुआयामिक महत्त्व भनेको 3 नम्बरका लागि 7-8 वटा लेखिदिने है त। त्यसरी जाने हो, ठिक छ। अब 3 नम्बरको क्वेसन हेर्नु त, जलवायु वित्त क्लाइमेट फाइनेन्स भन्नाले के बुझिन्छ? जलवायु वित्त प्राप्त हुने स्रोतहरू उल्लेख गर्नुहोस्। यो धेरैलाई गाह्रो लाग्ने क्वेसन पनि हो र आन्सर पनि नभेटिने के हो त भन्दा क्वेसन हो। अब जलवायु वित्त भनेको के हो त भन्दाखेरि हामीलाई यो जलवायु अनुकूलन र जलवायु को परिवर्तनको असर न्यूनीकरण गर्नका लागि होइन, आन्तरिक र बाह्य स्रोतबाट प्राप्त हुने स्रोतलाई नै हामी के भन्छौँ? जलवायु वित्त भन्छौँ। यो आन्तरिक स्रोतबाट पनि हुन्छ, बाह्य स्रोतबाट पनि हुन्छ होइन। यो हरित गृह ग्यासको उत्सर्जनको कारणले गर्दा अहिले विश्वव्यापी उष्णता बढ्दै गएको छ होइन। जलवायु परिवर्तनको विद्यमान यो जलवायु परिवर्तनको प्रकोपबाट विश्व समुदायलाई नै के भएको छ त भन्दाखेरि प्रभावित बनेको छ विश्व समुदाय। यसलाई बचाउनको लागि के गर्नुपर्छ त भन्दा जलवायु वित्तको आवश्यकता पर्दछ। जलवायु वित्तको प्रयोग केलाई गर्ने हो त भन्दा जलवायु अनुकूलन र न्यूनीकरणकै कार्यक्रम सञ्चालन गर्नका लागि प्रयोग गर्ने हो। अनि जलवायु वित्त प्राप्त हुने स्रोतहरू यसरी स्रोतहरू सोध्दै गर्दा सिधै गएर उसमा नभन्ने राष्ट्रिय स्रोत भन्ने सङ्घीय सरकारको बजेट हुनसक्छ, प्रदेश सरकारको बजेट, स्थानीय तहको बजेटहरूबाट पहिलो नम्बरमा त क्लाइमेट फाइनेन्स प्राप्त हुन्छ। जलवायु अनुकूलन र न्यूनीकरणका कार्यक्रमहरू सञ्चालन गर्नको लागि त्यहाँबाट पैसा आउँछ। अर्को अन्तर्राष्ट्रिय स्रोतहरूमा हामीले हेऱ्यौँ भने अनुकूलन कोष भन्छौँ हामीले, यो UNFCCC 3टा सीको होइन अन्तर्गत स्थापित स्वतन्त्र कोष नै अनुकूलन कोष हो। जलवायु लगानी कोष बहुराष्ट्रिय बैङ्क मार्फत प्राप्त हुने, जलवायु विश्वव्यापी जलवायु परिवर्तन अनुबन्धन भन्छौँ हामी, यो अति कम विकसित राष्ट्रका लागि चाहिँ यो पाउँछ पैसा होइन। त्यस्तै विश्वव्यापी वातावरणीय सुविधा भरोसा कोष भन्छौँ हामीले, यो को फाइनेन्स दिने हो, यसले उपलब्ध गराउने हो। हरित जलवायु कोष भन्छौँ, यो UNFCCबाटै प्राप्त हुने कोष। जलवायु अन्तर्राष्ट्रिय जलवायु पहल भन्छौँ, जैविक विविधता जोगाउन। अनि अति कम विकसित मुलुकहरूको कोष भन्छौँ, यसमा चाहिँ अति कम विकसित मुलुकहरूका लागि स्थापित कोषहरू हुन्छन्, अनुदानहरू प्राप्त गर्ने भन्ने हुन्छ है त। अनि नर्डिक जलवायु कोष होइन, कम आय भएका मुलुकहरूका लागि स्थापित कोष भन्छौँ हामीले। त्यस्तै यो नापालापा भन्छौँ हामीले, नापालापा भनेको चाहिँ होइन राष्ट्रिय अनुकूलन कार्ययोजना र स्थानीय अनुकूलन कार्ययोजना भन्छौँ। यसले गरेको पहिचान गरेको योजनामा लगानी गर्ने र अन्तर्राष्ट्रिय जलवायु कोष यिनीहरूबाट के हुन्छ त भन्दा पैसा प्राप्त हुन्छ। यो प्राप्त हुने स्रोतहरू हुन्। एउटा राष्ट्रिय स्रोत भन्ने, अर्को अन्तर्राष्ट्रिय स्रोत भन्ने, 2-4 वटाको नाम लेखिदिने है त। ल ओके। अब निष्कर्ष, आर्थिक कूटनीतिको प्रयोग मार्फत जलवायु वित्तको प्रयोग प्राप्ति गरी जलवायु परिवर्तनले पारेका प्रभावहरूको अनुकूलन र न्यूनीकरणमा जोड दिनु पर्दछ भन्यो। अब हाम्रो यो जलवायु वित्त प्राप्त गर्न, कार्बन ट्रेड गर्नको लागि एकदम के छ, अहिले झन्झटिलो पनि छ, प्रक्रियागत पनि छ र हामीले सोचे जति लाभ पनि ग्रहण गर्न सकेका छैनौँ है त। यो सबै पक्षमा अलिकति कमजोरी देखिएको छ। क्वेसन हाम्रो के थियो? जलवायु वित्त भन्नाले के बुझिन्छ? जलवायु वित्त प्राप्त गर्ने स्रोतहरू उल्लेख गर्नुहोस् भन्ने गरेको क्वेसन थियो है त। वार्ताको क्षमता अभिवृद्धि गर्नुपर्दछ भन्ने कुरा चाहिँ त्यो फेरि केमा आयो त भन्दाखेरि त्यो चाहिँ सुझावतिर आयो। त्यो क्वेसनले डिमान्ड गरेको होइन। ल अब अर्को क्वेसनमा जाउँ। नेपालमा गरिबीको अवस्था कस्तो रहेको छ? तथ्याङ्कमा उल्लेख गर्नुहोस्। अहिलेको अवधारणात्मकमै आयो है त। अहिलेको त्यो जुन हामीले सुरुमा सेयर गऱ्यौँ त्यसमै आयो क्वेसन।
अब एक लाइन गरिबीको के गर्ने परिचय दिने होइन परिचय दिने त्यस पछाडि गरिबीको अवस्थाको सूचकहरू के छन् त भन्ने विषयलाई उल्लेख गरिदिने यो तथ्याङ्कमा भनेपछि के गर्नु पर्यो डेटा नै यसमा राख्नु पर्यो है त यो आर्थिक सर्वेक्षणबाट मैले राखेको छु 80 81 को तपाईँहरूले त्योभन्दा पछाडि केही अपडेट भइरहेछ भने त्यसलाई पनि खुलाएर राखिदिनु होला अब नेपालमा गरिबीको अवस्था भन्यो त्यसलाई हामीले अन्डरलाइन गऱ्यौँ त्यस पछाडि मानवोचित जीवनयापन गर्न नसक्ने अवस्था नै गरिबी हो यसलाई आधारभूत आवश्यकता पूर्ति नभई जीवन निर्वाहका आधारहरू न्यून रहेको अवस्थाको रूपमा लिइन्छ नेपालमा गरिबीको अवस्था यस प्रकार रहेको छ भनेर हामीले के भन्यौँ उल्लेख गर्यौँ है त त्यस पछाडि हेर्नु त गरिबीको यो रेखामुनि रहेको 20.27%। अब यत्रो डेटा लेख्न भ्याउनुहुन्न यहाँ त मैले धेरै डेटाहरू के गरिदिरहेछु राखिदिइरहेछु यदि क्वेसन आइहाल्यो यदि भने हामीले लेख्न सकौँ भनेर सबै लेख्न सकिँदैन 8-10वटा तपाईँहरूले लेखिदिएदेखि बुझिहाल्नुहुन्छ है त लेख्नुपर्ने म यहाँ हाइलाइट पनि गरिदिन्छु एउटा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या 20.27 त्यस्तै हाम्रो बहुआयामी गरिबीमा रहेको जनसङ्ख्या 17.4%। त्यस पछाडि सहरी क्षेत्र र ग्रामीण क्षेत्र यसलाई पनि लेख्ने सहरको गरिबी होइन ग्रामीण गरिबी सहरको गरिबी कति 12.3 ग्रामीण गरिबी कति 28% होइन त्यस्तै बहुआयामिक गरिबी सूचकाङ्क यसलाई लेख्नु होला सबै भ्याउनुहुन्न बहुआयामिक गरिबी सूचकाङ्क र यसको तीव्रता होइन 42.5%ले फैलावट छ भन्ने यो यसलाई राखिदिनु होला त्यस पछाडि यो विश्व ब्याङ्कले के भनेको छ 17.4% रहेको छ भन्ने कुरा गइरहेछ होइन त्यस्तै जीवनस्तर सर्वेक्षणले 20.27% रहेको छ भन्ने माथिको कुराहरू त्यस पछाडि गिनिस सूचकाङ्क भन्छौँ हामीले यो रहेको छ अनि यसमा मानव विकास सूचकाङ्कलाई पनि हामीले जोड दिन सक्यौँ 0.601 46औँ स्थानमा होइन त्यस्तै अब यसमा गरिबीको अलिकति परिभाषा हेर्नु त नेपालमा गरिबीको रेखा प्रति व्यक्ति प्रति वर्ष 72,908 निर्धारण गरेको छ एउटा यसलाई राखिदिनु होला यहाँ इन्फर्मेसन मात्रै सबै दिएको हो त्यस पछाडि अर्को भनेको यहाँनिर यो 19,261 अहिले कति रूपान्तरण भएर आउँछ भन्दाखेरि पहिला 19,261 थियो अहिले हालको मूल्यमा 42,845 रूपान्तरण भएर आएको छ अनि प्रदेशगत रूपमा गरिबी हेर्दाखेरि हेर्नु त प्रदेशगत रूपमा गरिबी हेर्दाखेरि सबैभन्दा बढी गरिब होइन सबैभन्दा बढी गरिबी देखिएको एउटा प्रदेशको नाम राख्ने अनि सबैभन्दा कम गरिबी देखिएको प्रदेशलाई दुईटालाई केमा राख्ने त भन्दा उदाहरणमा लगेर राखिदिने सबैको लेख्न भ्याउनुहुन्न कि करिब भनेर लेखिदिए पनि फरक पर्दैन है त ल यति भयो नेपालमा गरिबीको अवस्था भनेर सोद्धाखेरि हामीले कति लेख्यौँ त भन्दाखेरि यति लेख्यौँ है त 20.27%, 17.4%, 12.3%, 28%, त्यस पछाडि 0.0474%, त्यस्तै बहुआयामी गरिबीको तीव्रतालाई राखिदिने त्यस पछाडि हामी गयौँ त्यो घर परिवार परिचय पत्रहरू त्यो आवश्यक तपाईँलाई इन्फर्मेसन मात्रै दिएको हो त्यहाँनिर अनि 72,908 निर्धारण गरिएको छ रेखाको यो प्रति व्यक्ति त्यस पछाडि यतापट्टि 19,261लाई अहिले हालको मूल्यमा रूपान्तरण गर्दा 42,845 हुन आउँछ सबैभन्दा बढी गरिब भएको हाम्रो सुदूरपश्चिममा र सबैभन्दा कम भएको गण्डकीमा रहेको छ भनेर उल्लेख गरिदिने है त अब गरिबीको सकारात्मक अवस्था भन्ने चाहिँ हुँदैन ऊ साथीले यहाँनिर सोध्नुभयो गरिबीको अवस्था भन्ने बित्तिकै पोजिटिभ र नेगेटिभ नै लेख्ने हो होइन पोजिटिभ र नेगेटिभ नै लेख्ने हो अवस्था भन्दाखेरि तर पोजिटिभ चाहिँ गरिबीको अवस्था खासै चाहिँ हुँदैन है त ल लक्षित वर्गको पहिचान गरी सबै प्रकारका गरिबीको अन्त्य गर्दै गरिबमुक्त समाजको निर्माण गर्नु आजको आवश्यकता हो हाम्रोमा गरिबीको मुख्य समस्या भनेकै लक्षित वर्गको पहिचान नहुने र पहिचान नभइकन गरिएका कार्यक्रमहरू प्रभावकारी नबन्ने हाम्रोमा समस्या देखिएको हो है त अर्को क्वेसनमा गयौँ ल हामी अब तपाईँहरू यो पिडिएफ नोटको टेन्सनै नगर्नु न यो आइहाल्छ नि यहाँ अहिले पढ्न चाहिँ बुझ्नु बरु नबुझेको त्यहाँनिर च्याटमा लेख्नु होइन पिडिएफको तनावै नलिने पिडिएफ म हालिदिउँला नि ल अब अर्को हेर्नु है दिगो विकास लक्ष्यको हालसम्मको कार्यान्वयनको समीक्षा गर्नुहोस् यो पनि एकदम महत्त्वपूर्ण प्रश्न छ यो यहाँ मात्रै नभएर माथिसम्म सोध्न सक्ने प्रश्न हो है त भन्नुको अर्थ अफिसर लेभलमा पनि यो क्वेसन आउन सक्ने क्वेसन हो
अब हाम्रोमा के छ दिगो विकासको अवस्था भन्ने विषय हो यो समग्रमा। लक्ष्य कति थियो, अहिलेको उपलब्धि कति भयो र के गरेको छ राज्यले, के गर्नुपर्थ्यो भन्ने विषय नै हाम्रो यसमा रह्यो है। त्यस पछाडि अब दिगो विकासको थोरै परिचय दिने, दिगो विकास भनेको भविष्यपरक विकास, विनाश बिनाको विकास, टिकाउपूर्ण विकास र यो समृद्धिसँग जोडिएको विकास चाहिँ के हो त भन्दा दिगो विकास हो। यसलाई समृद्धिको सिर्जना, वितरण र दिगोपनासँग जोडिएको विश्वव्यापी कार्यसूची पनि भनिन्छ। संयुक्त राष्ट्रसङ्घले प्रकाशन गरेको प्रतिवेदन अनुसार 166 मध्ये हामी यो 66.5 अङ्कसहित 79 स्थानमा रहेका छौँ। यो हाम्रो आर्थिक सर्वेक्षणबाट मैले ल्याएँ है त। आर्थिक सर्वेक्षणकै डेटाहरू हो। ओके। त्यस पछाडि हेर्नु त हालसम्म अब यसरी गर्ने हो, यसलाई समीक्षा सबै तपाईँहरूले लेख्नु भ्याउनुहुन्न। 17वटा लक्ष्य लेख्ने साथीहरू पनि हुनुहुन्छ यहाँनिर। त्यो लक्ष्य लेख्नु भनेकै होइन क्वेसनले। क्वेसनले के गर्नु भनेको त भन्दाखेरि ती लक्ष्यहरूमध्ये उपलब्धि के भइरहेछन् भन्ने कुरा सोधेको हो कि उपलब्धि पनि कति भइरहेछ भन्ने कुरा। हेर्नु है, पुरा भएका लक्ष्यहरू भन्ने एउटा दुईटा लेखिदिने। संरक्षित क्षेत्र 23.3% पुर्याउने भन्ने थियो, 23.4% पुग्यो। वन 42% पुर्याउने भन्ने कुरा थियो, 42.7% पुग्यो। भन्नुको अर्थ अहिलेको हाम्रो वन 45% भन्छौँ नि, झाडीसाडी बुटेन गरेर हो, नत्र वनै मात्रै हिसाब गर्ने हो भने 41% भन्दा अलि बढी हो। अब 41-42% जति हो। अनि प्रजनन दर 2.1 थियो हाम्रो टार्गेट, 2.1 के भयो त भन्दा पुग्यो। त्यो भन्नुको अर्थ के छ त भन्दाखेरि हाम्रोमा यो दिगो विकास लक्ष्यप्रतिको प्रतिबद्धता, राज्यको स्वास्थ्य क्षेत्रमा भएको लगानीबाट अपेक्षित उपलब्धि हासिल भएको देखिन्छ, जुन सकारात्मक रहेको छ भनेर लेखिदिन सक्नुहुन्छ कि है त। दोस्रो, लक्ष्य नजिक रहेका सूचकहरू, लक्ष्य नजिक रहेका, एउटा लक्ष्य पुरा भएका भयो, अर्को लक्ष्य नजिक रहेका सबैलाई यो मिलाउनका लागि मैले 49% राखिदिएको होइन। मैले राखिदिएको होइन, त्यहाँ नै भएको कुरालाई मैले यहाँनिर उल्लेख गरेको है त। यो 98.5 भन्दा बढी हो, यो 49% छ पछि सूचकाङ्क। अब यसको हेर्नु त आधारभूत खानेपानी, आधारभूत सरसफाइ, भर्ना दर, विद्युतको पहुँच, यिनीहरूमा के छ, नजिक नजिक छौँ हामी। नजिक भएकै कारणले गर्दाखेरि के छ त भन्दाखेरि यो सूचकहरू लक्ष्य नजिक रहेका सूचकहरूमा रहेका छन्। राज्यको लगानी मानव विकासका पक्षहरूमा भएसँगै यस क्षेत्रमा सकारात्मक सुधार हुँदै गएको छ। लक्ष्य प्राप्ति गर्न थप प्रयास के छ, आवश्यक छ। यसमा अझ अलिकति हामीले थोरै मात्रै प्रयास गऱ्यौँ भने अझ हामी के गर्न सक्छौँ, माथि जान सक्छौँ। त्यस पछाडि लक्ष्य प्राप्त गर्न चुनौतीपूर्ण रहेका सूचकहरू एउटा दुईटा राखिदिने, जस्तो गरिबी 4.9%मा झार्ने भनेको छ। हेर्नु त 4.9%मा झार्ने भनेको छ। अब बहुआयामी गरिबी 10%मा झार्ने भनेको छ। के भयो भन्दा लक्षित वर्गको पहिचान नभइकन गरिबी निवारणका कार्यक्रमहरू सञ्चालन भए, त्यसले गर्दाखेरि प्रभावकारी बन्न सकेन, गरिबी घट्न सकेन। त्यसरी जाने है त। योभन्दा बेस्ट तरिका अरू केही पनि हुँदैन। तरिका यो यसरी लेख्न सक्नुभयो भने एउटा दुईटा लेखिदिए पनि हुन्छ, सबै लेख्न सकिँदैन। एउटा दुईटा सूचकाङ्कहरू यसरी लेखिदिनु भयो भने पुगिहाल्छ। सूचकाङ्क पनि उल्लेख गर्यो, कार्यान्वयनको अवस्था पनि उल्लेख गर्यो। अनि यसरी हेर्नु त एसडिजिएसको औसत उपलब्धि 58% छ। सन् 2030 सम्मको लक्ष्यको तुलनामा 41.4% हाम्रो उपलब्धि हासिल भयो। यसरी हालसम्म प्रगतिको आधारमा सन् 2030 सम्ममा 60% उपलब्धि हुने चाहिँ अनुमान गरिएको छ। यो राष्ट्रिय योजना आयोगबाट र प्रतिवेदनबाट हाम्रो के भएको हो त भन्दा अनुमान गरिएको हो है त। यो पनि इन्फर्मेसनकै रूपमा तपाईँहरूलाई दिएको हो। यसमा यस्तो क्वेसन आउँदै गर्दा धेरै स्टुडेन्टहरूलाई गाह्रो हुन्छ यस्तो क्वेसन लेख्नको लागि। अब तपाईँहरूले यहाँ बुझिहाल्नुभयो, त्यस्तो प्रकृतिको क्वेसन आयो भने तपाईँहरूले लेखिहाल्नुहुन्छ है त। अब दिगो विकास लक्ष्यको क्वेसन हेर्नु त हालसम्मको कार्यान्वयनको समीक्षा भन्ने थियो। पुरा भएका लक्ष्य, पुरा हुन बाँकी लक्ष्य, लक्ष्य नजिक रहेका सूचकहरू भनेर राखिदिने। ल ओके। अब अनावश्यक यहाँ च्याट नगर्ने, एकछिन सुन्नु न तपाईँहरू। यता सुनेदेखि बरु दुई तिनवटा कुरा बुझिन्थ्यो, त्यहाँ तपाईँहरू च्याट गर्न थाल्नुभयो। ल हेर्नु त, अर्को युनाइटेड नेसन फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज युएनएफसिसिसी 3टा सीले अनुसार जलवायु परिवर्तन भन्नाले के बुझिन्छ, यो अफिसरमा सोधेको क्वेसन हो होइन। जलवायु परिवर्तन भन्नाले के बुझिन्छ, विभिन्न क्षेत्रमा जलवायु परिवर्तनका प्रभावहरू के कस्ता रहेका छन् उदाहरणसहित उल्लेख गर्नुहोस् भन्ने प्रश्न रहेको छ। अब युएनएफ 3टा सीका अनुसार भन्ने होइन, जलवायु परिवर्तन भन्ने उसले दिएको ठ्याक्कै चाहिँ के हो भन्नुहुन्छ भने यो हेर्नु त, यो अङ्ग्रेजीबाट भनेको क्लाइमेट चेन्ज मिन्स अ चेन्ज अफ क्लाइमेट विच इज एट्रिब्युटेड डाइरेक्टली अर इन्डाइरेक्टली टु ह्युमन एक्टिभिटिज द्याट एफेक्ट्स
alters the composition of the global atmosphere, and which is in addition to nature climate variability observed over the comparable टाइम पिरियड भनेर यो कुनै निश्चित समयमा वायुमण्डलको यो वैश्विक संरचनामा देखिने परिवर्तन जुन प्रत्यक्ष वा अप्रत्यक्ष रूपले मानवीय गतिविधिले हुन्छ त्यसलाई जलवायु परिवर्तन भनिन्छ भन्ने गरीको उसको चाहिँ यहाँ थीम आयो है त। अब यो अङ्ग्रेजीबाट भने पनि हुन्छ, नत्र एक लाइन आफ्नो परिचय राखिदिने पृथ्वीको तापक्रम, वायुको वेग, वर्षाको मात्रामा आएको परिवर्तनलाई नै जलवायु परिवर्तन भनिन्छ। यो लामो समय करिब 30 वर्षको समय अवधिको मौसममा आएको फेरबदल को रूपमा बुझिन्छ भन्ने। त्यस पछाडि यो अङ्ग्रेजीबाट यसो पढ्नुभयो भने भइहाल्यो, नत्र जलवायु परिवर्तन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मानवीय गतिविधिका कारणबाट हुन्छ जसले वैश्विक वायुमण्डलको संरचनामा परिवर्तन ल्याउँछ, जुन प्राकृतिक रूपमा समय समयमा देखिने जलवायुको भिन्नताहरूको अतिरिक्त रूपमा देखा पर्दछ। भन्नुको अर्थ नियमित हुने भन्दा अलिक फरक चाहिँ के भयो त भन्दा यो वायुमण्डलको संरचनामा आउने परिवर्तनलाई जलवायु परिवर्तनको रूपमा उसले व्याख्या गर्यो है त। यति हो लेख्ने कन्टेन्ट नै यति हो। अब उसले भनेको कुरालाई यहाँभन्दा हामीले तोडफोड गर्ने होइन। अब विभिन्न क्षेत्रमा जलवायु परिवर्तनका प्रभावहरू कहिलेकाहीँ विश्वव्यापी प्रभाव भनेर के गर्छ सोध्छ। विश्वव्यापी प्रभाव भनेर सोद्धाखेरि के भन्नु पर्यो, अन्तर्राष्ट्रिय प्रभाव भन्नु पर्यो अनि राष्ट्रिय प्रभाव भन्नु पर्यो है त। अब हामीले यहाँ पनि के गर्थ्यौँ, हामीलाई क्वेसन माथि के सोधिरहेछ, क्वेसन मजाले पढ्ने, हेर्नु त विभिन्न क्षेत्रमा जलवायु परिवर्तनका प्रभावहरू के कस्ता रहेका छन् उदाहरणसहित उल्लेख गर्नुहोस् भनेर। यहाँ उदाहरण धेरैले बिर्सिनुहुन्छ उदाहरण लेख्ने। है उदाहरणै तपाईँहरूले के गर्नुहुन्छ बिर्सिनुहुन्छ। किन बिर्सेको उदाहरण भन्दाखेरि त्यो क्वेसन हतारमा पढ्नलाई ढिलो हुन्छ हामीलाई, त्यो भएर हामीले उदाहरणै के गरिदिन्छौँ छुटाइदिन्छौँ। त्यसरी छुट्यो यदि भने के हुन्छ भन्दाखेरि त्यो उदाहरण लेख्ने मान्छेको अलिक बढी नम्बर आउँछ, नलेख्नेको के आउँछ अलिक कम्ती नम्बर आउँछ है त। यही हुने त्यति नै हो। ल अब त्यस पछाडि विश्वव्यापी भन्दाखेरि यो हिन्दकुश यो इसिमोडको एउटा अध्ययनले के देखायो भनेदेखि यो हिमाली क्षेत्रमा बसोबास गर्दै आएका 25 करोड, सिम्पल है यो 25 करोड र नदी किनारमा बसोबास गर्दै आएका 1 करोड 65 नागरिक सबैभन्दा बढी प्रभावित हुन्छन् भन्ने एउटा देखायो है त। अर्को अन्तर्राष्ट्रिय प्रभावमा छौँ हामी भन्ने बित्तिकै यति लेख्ने बित्तिकै यो एउटाले मात्रै तपाईँको सबै समेट्यो कि अरू नलेखे पनि यति बुझ्ने बित्तिकै इसिमोडको एक अध्ययनले होइन इसिमोडको एक अध्ययनले यो हिमाली क्षेत्रमा बसोबास गर्दै आएका 25 करोड र नदी किनारमा बसोबास गर्दै आएका 1 अर्ब 65 करोड नागरिक सबैभन्दा बढी प्रभावित हुने देखिएको छ। भन्नुको अर्थ यो हिमालदेखि समुद्रसम्म के रहेछ यसको इफेक्ट रहेछ होइन, इफेक्ट देखिसक्यो। त्यस्तै जमिन मुनिको पानीको सतह घटेर विभिन्न भागहरू भासिन सक्ने, मालदिप्सहरू जस्तो देश समुद्रमा डुब्न सक्ने होइन। त्यस्तै हिमतालहरू विस्फोटन हुन सक्ने पाकिस्तानका हिम श्रृङ्खलाहरू भन्छौँ। त्यस पछाडि सन् 2030सम्ममा साउथ एसियामा उत्पादन 30% कमी हुने आकलन गरेको छ। र खडेरी डलोडोका कारणले गर्दा अस्ट्रेलियामा यो बुस फायर भन्छौँ नि हामी, बुस फायरको सिजन थियो नि एकचोटि, सबै जीवजन्तुहरू के भयो त भन्दाखेरि धेरै जीवजन्तुहरू आगो लागिमा परेर बिते होइन। त्यो विश्वव्यापी उष्णताको कारणले गर्दाखेरि के भयो भन्दाखेरि त्यहाँ आगो लागि लागेको थियो। यस्तो विभिन्न जीवजन्तुहरूको चाहिँ के भयो त भन्दा मृत्यु भयो। यो राष्ट्रिय प्रभाव होइन। राष्ट्रिय प्रभावमा यसो हेर्नुभयो भनेदेखि बाढी, पहिरो, हिमताल विस्फोटन, चट्टान पहिरो, अतिवृष्टि, अनावृष्टि, खडेरी लगायतको सबै सिन्धुपाल्चोकमा गएको होइन, सिन्धुपाल्चोकमा गएको बाढी, मुस्ताङको हिम पहिरो होइन, यी सबै काठमाडौँमा हिजो अस्ति गएको बाढी, गर्मीका दिनहरू बढ्ने, ठन्डीका दिनहरू घट्ने, पानीका स्रोतहरू सुक्दै जाने, हिम श्रृङ्खलाहरू कालापत्थरमा परिणत हुन सक्ने। हाम्रै पनि त हिम श्रृङ्खलाहरू कति कालापत्थरमा परिणत हुँदै गएका छन् होइन, त्यसलाई लेख्न सक्यो। पानीको अभाव, असन्तुलित वर्षा, बाढीले कृषि उत्पादनमा ह्रास ल्याउने, विभिन्न किराहरूको प्रकोप हुने, मिचा प्रजाति भन्छौँ हामी यसलाई, सलह किरा, पशुपक्षीमा रोगहरू देखिएको, लम्पी स्किन, कृषि उत्पादकत्व घटेको, 90%ले कृषि उत्पादन घट्नुको कारण भनेको जलवायु परिवर्तन भनेर भन्थे होइन, जनगणनामै भनेको कुरा छ। त्यस्तै हिमाली भेगका वनस्पति र वन्यजन्तुहरू उच्च सङ्कटमा पर्ने, लोपोन्मुख हुन सक्ने होइन, मलेरिया, कालाजार, जापानिज इन्सेफ्लाइटिस जस्ता रोगहरूको प्रकोप उत्पन्न हुन सक्ने। त्यस्तै
औषधिजन्य जडीबुटीको क्षमता र उपलब्धतामा कमी हुने र जलवायु विविधतामा प्रतिकूल असर हुन सक्ने र समग्र मानव सभ्यता नै सङ्कटमा पर्न सक्ने। अब छालाहरूको रोगहरू यहाँ आइसकिरहेछ होइन, छालाहरूको रोग, आँखा पाक्नेदेखि लिएर स्किन डिजिजहरू हुन सक्ने होइन, छाला सम्बन्धी रोगहरू देखा परेको भनौँ न, छाला सम्बन्धी रोगहरू देखा परेको भने। अब यहाँ प्रभाव सोधेकाले हेर्नु है, यहाँ माथि क्वेसनमा पढ्नु त प्रभाव भनिरहेछ, असर भनेको भयो नेगेटिभमै जान्थ्यो, प्रभाव भन्दाखेरि केही पोजिटिभ पनि छ। प्रभाव प्रभाव सकारात्मक नकारात्मक दुइटै हुन्छ। यसो हेर्दाखेरि अलिकति तापक्रम वृद्धि हुँदाखेरि जस्तो स्याउहरू फलेको देखियो होइन। वर्षा र तापक्रममा हुने मन्द वृद्धिले उच्च पहाडी क्षेत्रमा धान र गहुँको उत्पादन वृद्धि हुन सक्छ एउटा। अनि उच्च भागमा पनि गोबर ग्यासहरूको सञ्चालन हुन सक्ने सम्भाव्यता रहन्छ। यो लेखे पनि हुन्छ, नत्र एउटा बुँदामा लेखिदिए पनि हुन्छ, त्यति इम्पोर्टेन्ट छैन। माथिकै कुराहरू के हुन्छ भन्दा बढी इम्पोर्टेन्ट हुन्। यो लेखिदिँदाखेरि चाहिँ के बुझिन्छ भन्दाखेरि प्रभाव भन्दा यसले पोजिटिभ नेगेटिभ दुइटै चाहिँ गर्न सक्ने रहेछ, हेर्न सक्ने रहेछ भन्ने बुझ्यो। अघि समालोचना भन्ने थियो नि, हो यस्तो क्वेसनमा यहाँ देखिन्छ है त। निष्कर्ष होइन, बढ्दो औद्योगिकरण, खनिज इन्धनको व्यापक प्रयोग, वन विनाश, प्राकृतिक दोहन तथा प्रकोपका कारणबाट, यसलाई सिधै मानवीय तथा प्राकृतिक कारणबाट भनेर स्वाट्टै ताने पनि हुन्छ। हरितगृह ग्यासको अत्याधिक उत्सर्जन हुने हुँदा उत्सर्जन बन्द गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्वव्यापी साझेदारीमा जोड दिन आवश्यक छ। दिगो विकासको लक्ष्य नम्बर 17मा जोड दिनु पर्यो होइन, पार्टनरसिपमा जोड दिन आवश्यक छ भनेर हामीले भनिदिन्छौँ है त।